अंधारे मस्त आसছে নাকি জনহাক রবে না जना के तो है खाने मारना জনহাক मतलब এগুলা ছিয়া লা রোদে আসু মত দেখ কাল হয়ে গানো पगड़ी बंदे है कि बे यस একটা কাম সার করবে এই हाय जमीन पे ना सही तू आसमां में मिल मुझे बलरो धोर से की बे घाटा ले घाटा ले हां फेंके दिस बोल रहा है मेरे खत्म डिस्प्ले ये जे बकरी ले रोई बकरी ले बकरी बच्चा ले लिनु कटा बाबा दूध खेचे एउटा बाइक ले लिस यो यो हाम्रो गाउँको एउटा स्कुल हो सिक जुन प्राइभेट स्कुल हो अनि धेरै पैसा कमाएको छ यो स्कुल वाला ल्याउ न बाइकमा बसेर यो एनएस बाइक हो यो हाम्रो गाउँको मान्छेको होइन हो हो मेरो बाइक हो यो मेरो भेनाको बाइक हो तर बेचिसके 4 लाख में किनेर 3 लाख में बेचेर 1 लाख को घाटा एक वर्ष चर्यो ल सबै फटा केटाहरू कस्तो कस्तो भिडियो बनाउँदैछ यार यहाँ हेर्नु कस्तो यस्तो हामी भिडियो पारामा खेतबाट घर युट्युबमा यहाँ हाल्दा बिरालो पनि छ एउटा यी मान्छे हेर्दैन के यहाँ बिरालो पनि छ एउटा हामीहरूलाई कस्तो हेर्दैछ यहाँ हेर्नु को चाहिँ हमारो फोटो देखाउनु छ उठे हमारा हम सकल कुन ठाउँ नि अहिले को चाहिँ उसार ले लिस आस्ते यार ले लिस देखतो ये जित्ताला की काम गर्छ यहाँ हेर्नु कस्तो हाम्रो गाउँको यहाँ मतलब किरा छ जुत्ता लगाएर खेत जानुपर्छ नजर जोकाले बाड़ी तक ले आए बाड़ी तक है बहुत लंबा वीडियो बन जेबे बाकी एउटा हमारे गाउँ है यो हाम्रो गाउँ कस्तो छ हेर्नु गाइस नेचुरल गाउँ नेचुरल भ्यू न आइसी चाहियो न पंखा चाहियो त्यति यहाँ माछा पनि माछा हेर्नु कति माछा माछा रहेछ यो धारमा माछा मार्न आउनु गाइस सबैजना ल आउँछु फिक्स आउनु यो धान हेर्नु कस्तो घरको पानी सुकाएपछि आउँछु भिगेको धान छ कुन धान छ भिगेको कच्चा धान सुखाउँदैछ धुपमा ना दाउ करा पुवाल नै खरो अनि कति टाढो छ हाम्रो घर अब 5 मिनट लाग्छ अब हाम्रो घर जानलाई यहाँ घर गएर मिलाउनु पर्छ यो इन्डियाको मान्छे हो यहाँ हेर्नु कस्तो विराट कोहलीको फ्यान रहेछ एकदम 18 नम्बर जर्सी आरसीबी कपाल हेर्नु यसको कस्तो ठुलो ठुलो छ विराट कोहलीको फ्यान हो कट्टर फ्यान हाम्रो कपाल कस्तो सानो सानो छ हाम्रो भेना हो जुन 6 दिनमा विदेश जानुवाला छ मलेसिया कफी सपमा काम गर्छ पर मन्थ स्यालेरी 2 लाख छ पैसै नै पैसा छ हाम्रो भेनासँग पैसा भएर पनि यस्तो अवस्था हेर्नु त हेर्नु गाइस अब भोलि गएर हामीलाई कङ्काली मन्दिर जानुपर्छ कङ्काली मन्दिर पछि आएर एकदम बेलुकातिर चिलमा बस्ने हेन्सम भनेर कहाँ जाने फेरि दिल्ली जाओ स्ट्यान्ड अच्छी वीडियो बनाउँछ पता भारदो मन्दिरमा यस कङ्काली मन्दिर यो हाम्रो दिदीलाई हेर्नु हामी कस्तो बोल्दैछौँ हाम्रो दिदीलाई रिस उठ्दैछ यहाँ हेर्नु दिदी कस्तो छ क्युट छ दिदी मेरो यो हाम्रो भाइलाई हेर्नु कस्तो यदि गाउँघरको गाउँघरको अवस्था कस्तो छ यदि हेर्नु इच्छा छ भने नि हामीलाई हाम्रो युट्युब च्यानलमा गएर हेरिदिनु होला होइन युट्युब च्यानलको नाम चाहिँ भनिदिनु युट्युब च्यानलको नाम हो डोक्राटिज होइन युट्युबमा सर्च गर्नु होला DO हाम्रो ठुलो बुवा आउँदैछ साइकलमा ऊ च्यानलको नाम हो डोक्राटिज DOKKRA होइन टिच लेख्नु अनि सर्च गर्नु पहिला नम्बरमा मेरो नाम आउँछ होइन त्यसमा थिचेर होइन धेरै भिडियोहरू हालेको छु होइन यो हाम्रो गाउँको भयो होइन हाम्रो गाउँ अब हेर्दैनु बारीको पनि भिडियो यो हाम्रो तुरन्तै आयो खेतबाट अहिले भर्खर साइकलमा जाँदैछ यो गयो मेरो ठुलो बुवा ठुलो आमा साइकलमा आर्की कति आए मोटामोटी अनि गाउँ चाहिँ हेर्नु होला गाउँ चाहिँ हेरिदिनु होला कस्तो छ देसी नेचुरल आगे पीछे व्यू 360 360
तिमीहरूले त्यहाँ लाग्यो आहा, अगाडि एउटा बच्चा खेल्दैछ यो बच्चा हाम्रो पानी भगाउनुलाई पानी निक्लै ल झन् यो यहाँ हेर्दिनु यो बच्चाहरू खेल्दैछ पर्दैन 6 मिनट लाग्लो बे बारी आस्ते कुन चाहिँ बडा थियो घाटा हुने घाटा हुने यता हेर्नु सानो बच्चा खेल्दैछ रोडमा यसरी नछोडिदिनु रोडमा एक्लै बच्चालाई कोही नछोड्नु हो यो अब हामी घर पुगिसके घर छिर्दैछु गाउँ घरको गाउँ लु आइसके हामी हाम्रो बेनाको घर ये किसान जय किसान जय किसान जय जवान जय किसान ए, जय जवान जय जय किसान किसान लु हामी छिरिसके घर आइसकेको घर यो हाम्रो भेनाको घर घरमा इन्जोय गर्ने यो हेर्नु ए अँ, घर पुगिसके हामीहरू गाइज बाई बाई अब यता रोकिदिनु जो पानी नि मामा